नमस्कार। अहिले हामी होटल इडेनमा छौँ र सञ्जीव पहाडीज्यू यसको प्रोप्राइटर उहाँ चाहिँ हाम्रो साथमा हुनुहुन्छ। हामीले यो होटलको इस्ट्याब्लिसमेन्टकै बेलामा पहिलोचोटि अन्नपूर्ण सोलर वाटर हिटर यो सेट चाहिँ यो 2वटाको सेट चाहिँ जडान गरेका थियौँ। तत्पश्चात उहाँको चाहिँ एक्सटेन्सन हुँदै जाँदाखेरि फेरि चाहिँ अर्को यो 5वटाको सेट चाहिँ गरी जम्मा चाहिँ हाम्रो चाहिँ 8 3 13 प्यानलको सोलर हिटर 1300 लिटरको सोलर वाटर हिटर वाटर हिटिङ सिस्टम यहाँ छ। र चाहिँ अब हामीले यतिका समय उहाँहरूले युज गर्दै जानुहुँदा यो अलिकति डेन्स पपुलेसनमा पनि छ र चाहिँ यो पिक ठाउँ पनि हो टुरिज्मको लागि। मानौँ उहाँको होटल लगभग वर्षभरि नै चल्ने ठाउँमा यो ठाउँलाई पर्टिकुलर के भन्छ सर? ठाउँको नाम हजुर गौरीघाट। गौरीघाट एकदमै चाहिँ लेक साइडको चाहिँ अधिकतम चल्ने ठाउँ हो, जो चाहिँ होटलहरू प्रतिकूल अवस्थामा पनि चल्ने ठाउँ हो। अब यो बेला सम्म उहाँले चाहिँ एउटा ग्राहकलाई दिनुभएको तातो पानीतर्फको सन्तुष्टि का प्रति हामीलाई केही सुझावहरू उहाँले दिनुपर्ने छ कि के छ कि हामी अझै इम्प्रुभमेन्टमा एउटा उपभोक्ताहरूको प्रयोगकर्ताहरूको चाहिँ सल्लाह सुझावले अघि बढ्दै जाने एउटा लक्ष्य अनुरूप उहाँको सल्लाह लिन हामी यहाँ आइरहेका छौँ। केही सल्लाह सुझाव र चाहिँ यसका प्रति आफ्नो धारणा राखिदिनु हुन आदरणीय सञ्जीव पहाडीज्यूलाई म अनुरोध गर्छु। नमस्कार। यो सोलर हामीले सुरुवातमा 2062 सालमा होटल सञ्चालन गर्ने क्रममा सुरुमै उहाँहरूको राम्रो फिडब्याक आइरहेको भएर सुरुमै हामीले उहाँहरूबाट यो सर्भिस लिएका हौँ। अहिले लगभग 20 वर्ष भयो। 20 वर्षमा हामीले बिचमा खासै 1-2 चोटि भन्दा मेन्टेनेन्स पनि गरिराख्ने झन्झट छैन यसमा। हजुर। 20 वर्षसम्म अहिलेसम्म नयाँ ल्याए जस्तो मतलब एकदम फ्रेस चलिराखेको छ, कुनै अब समस्या चाहिँ छैन। यही क्रममा हामीले वरिपरि अरू नै कम्पनीको सोलरहरू राख्ने साथीहरूको पनि अनुभव हेर्दाखेरि उहाँहरूले बरु 1 लट 2 लट फेरिसकेको अनुभव छ भने अब हामीलाई अहिलेसम्म पूर्ण सन्तुष्टि यो खप्छ सर, अझै खप्छ सर, आशा छ। अहिलेसम्म हामीलाई समस्या भनेर यसैलाई टाउको दुखाइराख्नु पर्ने, यसैको लागि धाइराख्नु पर्ने चाहिँ केही पनि छैन। तातो पानी जति यसको क्यापेसिटी हो त्यो अनुसार इनफै हुन्छ। अब अहिले दिउँसोको यतिको घाममा पनि लगभग पाइपहरू इनफ नै तातो छ। हजुर। अब अहिले त होटल बिजी हुने टाइम पनि हो, रेगुलर पानी सिद्धिराख्ने फेरि रिपिट भइराख्ने हुन्छ। राम्रो छ, अहिलेसम्म त्यस्तो समस्या कुनै पनि छैन भन्दाखेरि। अब यो खप्छ भनेर मैले कसरी भनेको भन्दा हाम्रो 62 सालभन्दा पहिला इस्ट्याब्लिस भएका 52मै पनि हामीले यही स्केलमा राखेका छौँ। अब विभिन्न होटलहरूमा उहाँहरूको फिडब्याकको आधारमा मैले खप्छ भनेर हजुरलाई विश्वास दिलाएको हुन्छ। धन्यवाद। यो अहिलेसम्म एकदम फेयरली भन्दाखेरि यस्तो छ है भनेर तपाईँहरूलाई सुनाउनु पर्ने गुनासो चाहिँ हजुर मेरो तर्फबाट चाहिँ छैन। थ्याङ्क यू सर। थ्याङ्क यू सर।